के चार लाखले फुनाउला के बका बैकले फुन्दा हो त दया आइका भाइ भेटियो त गौडे भेट भयो भाइ क्या त भाइ गाउँ जाँदा अझ आउने यही ठाउँ है काका चिडको पड्ने दया छु देउदाई त्यो अहिले भेट भयो त बका खुन्दा देखेँ मैले अहिले चेता आएकी देऊ नि त त्यही त तपाईँ यो छोरा जिन्दगी कोही पर विदेश हुँदा बिल्छे हानी हन् कोही इन्डिया हुँदा जातक रुँदै काम गरिया हन् कोही बेङ्गलोर हुँदा काण्ड गर्दा हन् यही सब पैसा लागि अब मैले केही पनि होला जस्तो लागेन कति अर्का देशमा बिल्छे हान्ने भन्ने बारीमा खेतबारीमा होइन बाँझा रहेका गडाहरू डिल भिट्टाहरू स्याउ भस्काउँ हुने रे भाइ होला त भाइ स्याउ गरे नुने क्या त दाइ हो जा त क्या है तू पनि क्या नै त भाइ अरे दाइ कहाँ गाउँ र कृषिले कहाँ स्याउका बोटा दिहान गरे अब क्या दा हल जति खाना सकिने चाहिँ मान्दैन यसो न कृषिले दिएपछि स्याउका बोटा खटा लाएर अब बोटा फलाउनु पऱ्यो आफ्नै खेतबारीमा आफ्नै देशमा बस्नु पऱ्यो त्यही भएर म पनि ती स्याउको लागि भनिकन खाल्टा खुन्ना आएँ हुँदै ठ्याक्क वरि हङ्ना देश विदेशमा रहने सबै दाजुभाइ दिदीबहिनीहरू हो आफ्नो जग्गामा मिहिनेत गरौँ अर्काको देशमा बिल्छे नहानौँ होइन हामीले गर्न खोज्यो भने गर्न चाह्यो भने चाहिँ आफ्नै बारीमा आफ्नै गाउँमा आफ्नै ठाउँमा पनि सुन फल्छ धेरै अपर्च्युनिटीहरू छ धेरै चिजहरू छ है त्यसलाई हामीले भनौँ न लगाएर फलाएर चाहिँ आफ्नै गाउँठाउँमा पनि रोजगार हामीले खुद सृजना गर्न सक्छौँ त्यही हो बाहिर गए पनि त्यही त दाइ हक्का ठाउँ त बिल्छ हान्नु पऱ्यो र भुनिया टाइममा जानु पऱ्यो दुःख गर्नु पऱ्यो त्यही दुःख हामी आफ्नै बारीमा आफ्नै ठाउँमा गरौँ कि भनिकन दाइ म पनि लागिपरेँ हौँ त्यही त भने अर्का देश गएर भोसडी हाले चल 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 भन्नु अब हामीले दाइ यो जुम्लालाई जस्तो कि इन्डियाको कश्मीर भयो अब सिमला भयो होइन स्याउको लागि एकदम फेमस ठाउँ क्या अब हामी अब नेपालको जुम्लालाई त्यसरी प्रमोट गर्नेछौँ त्यसरी चिनाउनेछौँ हो नि दाइ भन्नु त हामी युवाहरू लागिरहेको छौँ है अब जुम्लामा जति पनि हुनुहुन्छ तपाईँहरूको बारीहरू बाँझो छ भनेपछि खेतबारीहरूमा स्याउ लगाउनुहोस् अनि स्याउबाट आम्दानी गर्नुहोस् है अब अहिले चाहिँ धेरै राम्रो अपर्च्युनिटीहरू छ मौकाहरू छ अर्का देश गइकन भोसडी हाल्यो भन्दा आम्ना देश गरम हुनेछ पारी हिउँ छ हाय हाय कति सुन्दर ठाउँ